रौतहट 4 को जनतालाई यहाँ यति धेरै जनता हुनुहुन्छ उहाँलाई बाचा कसम गर्नुस् कि तपाईले जितेपछि पहिलो एउटा काम इम्पोर्टेन्ट काम के गर्नुहुन्छ यहाँको पहिलो काम मेरो सुन यहाँको मेन समस्या के छ मेन समस्या भनेको यहाँ समस्या धेरै छ तँ ट्र्याक्टर चलाउने मान्छेको पीडा चलाउने मान्छेलाई थाहा हुन्छ नि मैले पनि त्यो पीडा बुझेको क्या कति गाह्रो हुन्छ गाडी चलाउनु भन्ने देशमा तराईमा यसको महत्त्वपूर्ण काम गर्छ महत्त्व छ मधेसको फुलबाटमा चुनाव लड्दैछु म राजनीतिको फुलबाट केबाट चुनाव लड्ने आप कहाँ के ज्ञानी बाबा एउटा रमाइलो प्रश्न छ ऋषिजीले अब चुनाव चिन्ह रोजि नै सकेपछि किन मोबाइल रोजेको उहाँलाई मनपर्ने काजु रोज्नु पर्थ्यो नि जेरी जस्तै नीति बनाउन छोडेर जनतालाई घुमाउने पो हो कि ऋषि धमला पनि आएर भन्ने प्रश्न पनि छ नि होइन जेरी पकाउनु गलत हुँदैन है भाई यहाँ पे क्या हो रहा भाई ये कहाँ फंस गया भाई मैं आज त्यो जेरी पसलमा पुगेर जसरी मैले जेरी पकाएँ त्यो जेरी पकाउने मान्छेले मलाई आज के भनिराखेको छ थाहा छ ऋषिजी तपाईँ आइसकेपछि हाम्रो पसलमा जेरी खाने मान्छेहरूको लाइन लाग्यो मैले पकाएका जेरी खानेहरूले मलाई भने के ऋषि धमलाले पकाएको जेरी तपाईँ पकाउन सक्नुहुन्छ सोधे रे अपन भी एक चाय का दुकान खोलेगा चाय बिस्कुट सब बेचेगा आज एउटा सानो मुद्दा होइन भने ऊ किसानले आफ्नो चाहिँ मूल्य अनुसारको पैसा पाउँदैनन् कस्तो अवस्था छ त मधेस त्यही एउटा एजेन्डा हेर्नुहोस् मधेसको पीडा अरू कुरा के गर्ने किसानले आफूले उत्पादन गरेको मूल्य पाउँदैन तपाईमा सबभन्दा ठुलो विशेषता चाहिँ हाँस्न सुरु गरेको वाक्य टुङ्गिदा रुन सक्ने पनि राजनीतिज्ञमा यो भन्दा ठुलो गुण के हुन सक्छ यस्तो पीडाहरू छ जनताहरूको हामीले भूमि बस्तीमा गयौँ खाली लाग्दो छ क्या रौतर हामी सबैलाई म भन्न चाहन्छु हाम्रो देशका नेतृत्वकर्ताहरूले रौतर ठुलो समस्यामा छ पीडामा छ जनताहरू धेरै पीडित छन् त्यसैले मैले एउटा सङ्कल्प गरेको छु रौतर जिल्लालाई म बनाउँछु मैले सबै कुरा छोडेर अब मैले रौतरमा बस्ने गरेको छु अब म रौतरमै घरजम गर्नेछु म यहाँ हुन्छु यहीँ बस्छु यहीँ खान्छु उहाँहरूसँगै बस्छु रौतर जिल्लामा म पुग्दाखेरि अस्ति मैले नमस्कार गर्दाखेरि नमस्कार नफर्काएर भित्र लुकेर बस्ने जनताहरू त्यस्तो समस्यामा छन् यो कुन हगाई हो रे दादा कुन हगाई हो यो चीटिंग करता है तू खुशी एकदम खुशी पहिले के गरे रुला दिया आपने एक आदमी में इतना टैलेंट कैसे होता है काम गर्न गाह्रो छ नि भाइ बुझ्नु श्रमजीवी जनताको कुरा हेरिराख्नु त कति काम गर्न गाह्रो छ नेता मात्र हुन सजिलो छ होइन त भाइ है ना इसको मैं गाँव जा सकता हूँ अरे तू जा रही आपको लेकर जा सकता हूँ मैं काम करूँगा काम करने ini awak beri 4 में
साइकल चलाउनु गाउँमा ब्रेक छैन सर, ब्रेक छैन। गर्नुहुन्छ। तालु के नॉमिनेशन में देखो पछाडि आदमी कोई तरीका है भीख मांगने का? आओ ना चाची, आओ ना। किसान है, मैं आपका अभिनंदन करना चाहता हूँ। धन्यवाद। मैं भी किसान का बेटा हूँ, मैं भी किसान कर रहा हूँ, पहले गाँव में खेती कर रहा हूँ। आपके लिए अभिनंदन करता हूँ एक किसान के नाते। रौतहटवासीका लागि चाहिँ ऋषि धमालाका एजेन्डाहरू के छन्? एजेन्डा आउँछ, मैले एकदम खाका कोरेको छु रौतहटमा के गर्ने, रौतहटको विकासको लागि के गर्नुपर्ने 1, 2, 3 जस्तो शिक्षामा के गर्ने, स्वास्थ्यमा के गर्ने, पूर्वाधारमा के गर्ने, रोजगारीमा के गर्ने, पर्यटनमा के गर्ने, कृषिमा के गर्ने, सिँचाइमा के गर्ने, धेरै एजेन्डाहरू मसँग छ। मेरो उम्मेदवारी रौतहट जिल्लावासीको एउटा सपना छ। मोबाइल छ युवा पुस्तासम्मले उहाँलाई देखिए जना 3 नंबर खुशी 3 नंबर क्षेत्र के ढाप ढूप के बना देली पर्व चौगो छ वही पार्टी से लड़े जाए हो जाए खुशी चेंज करेगा पर्ने क्षेत्र में परिवर्तन, मेडिकल कॉलेज, टेक्निकल कॉलेज इनका 5 फैक्ट्री एरिया में लगावे के लेकर विदेश जाओ होता है मृत्यु पहिले के गर्यो के पार्टी में खड़ा भेजे मोबाइल। वाह क्या एक्टिंग कर रहा है। क्या याद करो मोबाइल मृत्यु पहिले के गर्यो मुझे कैसे भी करके निकाल मेरे भाई, मैं फंस गया हूँ यहाँ। मैले घोषणा गरेको छु चुनाव जितेर आउँछु, यही घरमा बसेर खाना खान्छु ल भन्नुस्। आर यु कमेडी मी? आज कमाएगा तो कल बैठकर खाएगा। मोबाइल हाम्रो मोबाइल छ भाइ, मोबाइल नबिर्सिनु नि। के भन्न चाहनुहुन्छ धमला सरलाई? बलात्कारी आया, बलात्कारी खत्तम। अनि घन्टी बजाउने सपोर्ट चाहिँ हजुर मलाई गर्ने हजुर मलाई बस्ता दिन्छु, पटक साथ दिन्छु ल। पहिले उहाँले जित्नु भयो भने कसले जित्यो भने उहाँ ऋषि धमाल सरले जित्नु भएछ भने म 30 किलोको खसी छ, म गाउँलेलाई काटेर फेरि खुवाउने। नाटकै हो घरको घरमा चाहिँ बस्नु आफ्नै घरै न नाटकै हो त्यसैले यति बेला ऋषि धमला रौतहटको उहाँले न दसैँ तिहार न कहिले
विवाहमा त आफ्नो विवाह 4 घण्टा ढिलो आउने जन्ती लिएर उहाँ हुनुहुन्छ। टाटा गुड बाय गया। ऋषि धमलाको हेयर स्टाइलको अहिले निकै चर्चा छ। ऋषि धमलालाई सलमान खानसँग तुलना गर्दैछन्, के भन्नुहुन्छ तपाईँ यस बारेमा? कसले के भन्छ, कसले मेरो बारेमा छ नि पक्षमा अब त उहाँ कुनै हिरो सुटिङमा जानुभएको होइन त, त्यहाँ कपाल कोरेर बस्नलाई। उहाँ त त्यहाँ रात दिन दुःख गरेर यदि चुनाव हार्यो भने के गर्नुहुन्छ? होइन, म हार्न मैले जानेकै छैन। पनि हार्यो भने शेरबहादुर देउवाको घरभित्रको पैसालाई तपाईँ के भन्नुहुन्छ ठ्याक्कै? त्यो त हेर्नुहोस्, मेरो त यति मन त साँच्चै भनिन, मैले त्यो कुरा देखेपछि त मलाई त यति आक्रोश भयो नि।